So hello everyone, once again नमस्ते सबैलाई, वेलकम टु माई ब्लग। बिहानको बजिरहेछ 6 अनि हामी अब यहाँबाट भुटान जाँदैछौँ। म अहिले बागडोग्रामा छु। बागडोग्राबाट भुटान चाहिँ 150 किलोमिटर रहेछ, लगभग 3.5 घन्टा लाग्छ होला। यो गाडीमा जाँदैछौँ हामीहरू फ्यामिली सबै। केही भएको छैन, त्यही त कुदिरहेको छ। होइन ठोकिन पाएन नि, ठोकेको हात पाएन नि, ठोकेको हात बिचरा कहाँ कुद्थ्यो र त, सक्दैन त नि कुद्नु, टक्क बिचमा आइदियो के। त्यो गाडीले देखेन नि त। ठिकै छ, चलो। सुन्नु न, यो सिक्की के अरे, यो बताउनु न यसको बारेमा, बुझिन त बापु। अनि कहाँ यता चाहिँ कहाँ, यता चाहिँ सिक्किम, यता चाहिँ भुटान। भुटान जाने। अनि हामी मणिपुरतिर आउँदा नि यो भएर आउँछौँ नि, यतैबाट जान्छ। जयगाउँ भएर निक्लिन्छ के। अच्छा, यसमा कुद्दार छन् अनि खानेकुरा दिनु पर्दो रहेछ। किन भएन भाइ यो खानु? एकछिन नेट अहिले इन्टरनेट इस्यु आयो। नेट देखि लगाएको एफएम लगाइदिन्छु। अब एकछिन आउँछ ल, आयो आयो। मैले त्यो गाना फोन ल्याएको छु मम्मी, त्यसमा दिदीको गाना फोनमा गाना छ, राम्रो छ त्यो कनेक्ट गरेर कनेक्ट गर्छ नानी। लो खै तेरो अफ गर्नु, नेट छोड दे, नेट छोड्दै त तेरो रेकर्डेड। त्यसमा राम्रो गाना छ। वाइफाई अब प्लेन हो भने यहाँबाट सिधै छ अब। अब प्लेनै छ, जङ्गल सफारी पनि छ यता। यो विश्रामी युन झारखण्डमा उति गरेका हुन्। त्यति बेला यो जग्गाको नाम चाहिँ के भन्छ भने नि, के लेखेको छ? स्किन मेकअप केयरले माल जलपाइगुडी, मालबजार। अच्छा, जलपाइगुडी भित्र पर्दो रहेछ कि नि। लु चाय साय पिम अब। कहाँ खाने त्यसरी खान्छ। हेल्थ इन्सुरेन्स गर्नको लागि अनलाइन पनि हुन्छ, या अनलाइनै लिँदा भइहाल्छ। हेल्थको चाहिँ गराउनु यिनीहरूको काट्दै काट्न जिएसटी बुझ्दैन, यिनीहरू सम्झाएर हुँदैन नि त, कहीँ काट्दैन। त्यसले ट्याक्स पैसा ब्याङ्कमा लिएर आयो भने ट्याक्स काटिन्छ भन्न खोजेको। तेलीपारा, बिन्दु, मूर्ति, कति जग्गा छ नि इन्डियामा। यताबाट चाहिँ गुवाहाटी, यता चाहिँ जयगाउँ। अब हामी जयगाउँ पुग्न अलमोस्ट 35 किलोमिटर रहेछ नि, 35 जस्तो मात्रै छ। अब आधा घन्टा जस्तोमा जयगाउँ पुगिन्छ। के हो यता चाहिँ के होला? अच्छा, ऊ यता जयगाउँ, ऊ यता जाने हामी, यता 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 यता। Continue on National Highway 317A for 13 kilometers. सिधै रहेछ, हाँसीमारा सिधै रहेछ। जयगाउँ त यहाँ भन्नु नि। सही हो, सही। हामी जे कहाँ आइपुग्यो भने होइन, त्यो चाहिँ गयो कि उता गुवाहाटी उता गयो। जयगाउँको गुवादेखि यतै आयो। दुईटा रोड मिक्स भयो। यो रास्ता कति राम्रो छ। कस्तो राम्रो देखेको नि। होइन यस्तो गर्नु म बनाउँछु भिडियो। ऊ हाम्रो सुदीप मजा माथिबाट, होइन माथि त पुरा स्पिडै आउँछ यतिमै पनि। उडाउनु त उडाउँदैन नि तिमीलाई? सबै ठिकै छ? के को सुन्थ्यो उसले? मजाले फोकसमा गर्दै। अब 14 किलोमिटर मात्रै रह्यो है। जयगाउँ पुग्नलाई 4 किलोमिटर भएको छ, तर यहाँ एकजना हरिभक्त अरे हरिभक्त कटवालको स्ट्याच्यु रहेछ यहाँ। एन्ड हि इज अ रिनाउन्ड नेपाली राइटर के नि। के छ इन्फर्मेसन निकाल त? एकछिन भन्छु। रोयल यी कि यो जिन्दगी खै जिन्दगी भन्ने एउटा गाना छ, नारायण गोपालले गाएको। यस्तो राम्रो गाना छ यो कि उसले लेखेको गाना हो। अच्छा, पोएम हो कि उसले लेखेको गाना हो। हरिभक्त नारायण गोपालले गाएको यो जिन्दगी खै जिन्दगी, खै जिन्दगी बाई नारायण गोपाल लेखेको हरिभक्त कटुवालले लेखेको रहेछ है।
सो अहिले हामी उसकै स्ट्याचुको अपोजिट कति राम्रो आई गेस यो स्कुल जस्तो पनि छ अनि हाम्रो गाडी त्यहाँ छ यस्तो छ नि जयगाउँ यही हो नि जयगाउँ भनेर बहुत सुनिन्थ्यो फाइनली पुग्यो है मलाई चाहिँ पुरै गाउँ टाइपको लाग्थ्यो तर होइन नि गाउँ यो के को गाउँ हो सिटी नै रहेछ नि मानव स्थान एलआइचीको एडभर्टाइजमेन्ट भइहाल्यो हामी जयगाउँ त पुग्यो बट हामी अब यहाँबाट त धेरै छैन अरे भुटान तर अब भुटानमा युपिआई त चल्दैन तर इन्डियन करेन्सी चल्दो रहेछ सो हामी एटिएम खोज्दैछौँ यहाँ कसरी एटिएम सोध्नु पऱ्यो ए एटिएम कहाँ है एटिएम भाई एटीएम है यहाँ पे इसके अलावा आगे मिल जाएगा अच्छा प्लास्टिक छ र भित्र प्लास्टिक त छैन तर कुनै के यस्तो कपडाले बनाउँछ नि नेपालको थियो नि हो पहिला पैसा प्लास्टिकको थाहा चाहिँ 10 रुपियाँ नोट त्यस्तो त्यस्तै टाइपको लु पैसा पनि साट्यो मैले जिपे 250 रुपियाँ मात्रै छ अरे नि त ए अहिले गरेर राख्नु अहिले साट्दैछु होइन त्यो त भुटानमा त पाइहालिन्छ नि त्यहाँनिर इन्डियनको मात्रै चल्दो होला नि त 250 रुपियाँ साट्यो सो हामी फाइनली जयगाउँको मेन मार्केटमा आइपुगे जस्तो छ अनि यहाँ चाहिँ अलरेडी भुटानका गाडीहरू देखिनु बिपी लेखेको हुँदो रहेछ रेड कलरको यहाँ हामीले क्यास निकाल्यौँ भर्खर अब आई थिङ्क वी विल एन्टर भुटान फाइनली हामीले गाडी यहाँ पार्किङ गरेर बायोमेट्रिकको सिस्टम रहेछ त्यहाँ बायोमेट्रिक गराउनु अरे अनि त्यहाँबाट निस्किने हामी भित्र त पस्यौँ कि तर अलिकति नमजा चाहिँ भयो हामी 5 जना आएको थियौँ त्यसमा 2 जना मात्रै भित्र छिर्न पायौँ किनभने भोट पहिला यस्तो कडाकडी सिस्टम थिएन अरे बट अहिले चाहिँ भोटर आइडी नै चाहिने अरे कि पासपोर्ट चाहिने अरे अब हामीले त ल्याएको थियौँ सबै चिज तर उहाँ दादाले आधार कार्ड मात्रै ल्याउनु भएको थियो अनि आफ्नो सर्भिसको कार्ड ल्याउनु भएको थियो अनि बहिनीको सानी बहिनीको पनि थिएन दिदीको चाहिँ थियो तर दादाहरू चाहिँ पहिला पनि आउनु भएको रहेछ अनि हामी त नजाउँ भनेर सोचेको थियौँ फेरि यत्रो आइयो दादाले भित्र जाऊ तिमीहरू चाहिँ गएर हामीहरू घुमेकै हो भन्नुभयो अनि अब हामी फाइनली वी आर इन भुटान अर्को विदेशमा छौँ है हामी विदेशमा चाहिँ साइट सिइङ गरेर निस्क्यौँ यो क्याब बुक गरेर सो अहिले हामी यो एउटा डेस्टिनेसन पुऱ्याइदिएको छ ह्याङ्गिङ ब्रिज अरे यो हिँड्ने अनि फेरि हाम्रो ब्रदरले ल्याइदिएको हामीलाई चट्टै हेरेर फोटो खिचेर ब्रोको नाम चाहिँ अहिले चाहिँ मेरो ब्याट्री बहुत लो भइसकेको छ मैले आजको ब्लग प्रो फोनमा बनाउँदैछु एउटा इन्ट्रेस्टिङ कुरा बात गर्दा गर्दै हामी यहाँ पेट्रोल पम्पको प्राइस हेर्दै थियौँ 58 रुपिस रहेछ यहाँ चाहिँ इन्डियामा अहिले 100 भन्दा माथि चल्दैछ अनि यहाँ चाहिँ ट्याक्स लाग्दो रहेछ पेट्रोल त इन्डियाबाटै आउँछ बट यहाँ ट्याक्स लाग्दैन यहाँको जनताहरूलाई मजा छ नि त सिटिजन्सलाई है सिटिजनलाई दामी हो नि यो सिस्टम नि अनि हेल्थ केयर चाहिँ कस्तो छ होला यहाँ चाहिँ हेल्थ एन्ड एजुकेसन फ्री हो पुरै खतरा राम्रो हो यो सिस्टम मतलब बहुत राम्रो गरेको रहेछ राजाले हिसाबले हामी एउटा मोनेस्ट्रीमा पुग्यौँ यहाँ बहिनीहरू चाहिँ सबैले नेपाली बुझ्दो रहेछ यहाँ चाहिँ सो यो घुम्ने पनि ठुलो रहेछ पछाडि राम्रो क्या आर्किटेक्चरहरू सो त्यो बहिनीहरू चाहिँ त्यहाँको जुन हामीले अघि इमिग्रेसनमा एन्ट्री गऱ्यौँ नि त्यहीँ काम गर्दो रहेछ क्या सो उनीहरूसँग हामीले अफ क्यामेरा बात गऱ्यौँ अनि एकछिन बात गरेर एकछिन घुमेर निस्क्यौँ उनीहरू पनि निस्क्यो भर्खर हाम्रो अफिसमा के साथीहरू धेरै यो जग्गाको छ क्या जयगाउँको बहुत म्याक्सिमम मान्छे यहाँ छ जहिले जयगाउँ भनेको सुन्थेँ फाइनली जयगाउँ पनि देख्यो जयगाउँ हामी चाहिँ घुमेर वापस आयौँ हामी अलमोस्ट आधा रस्ता आइसक्यौँ होला अहिले अनि अब यहाँ पेट्रोल पम्पमा पुरा धुलो भयो क्या त्यसले गर्दा अब यहाँ चेन्ज गर्ने अनि सर्ट्सहरू लगाउने अनि त्यहाँबाट आगे निस्किने यहाँ एकछिन ब्रेक लिएको छु मैले भयो आउँछु फ्रेस एकदम ए म पनि हाफे लगाएर निस्क्यो तपाईँ लिएर हामी पुरा हाफे लगाएर चाहिँ पुरा सेट भएर अब बाँकीको कन्टिन्यू गर्ने
हामी फ्रेस भयौँ है सबै फ्रेस हुँदैछ ड्राइभर त छैन सोर्स अझै एउटा सोर्स ठिकै छ ल फोटो मेरा